जीवनमा बरु नखाई बस्नुस्, भोकै बस्नुस्, तर यी तीन काम चाहिँ तपाईले गर्नुस्: इष्ट, कुल र पितृ। अब यदि कुनैको जीवनमा सङ्कट छ, समस्या छ, धनहानि छ, परिवारमा समस्या छ, पति पत्नीमा समस्या छ, घरमा लडाईँ छ, झगडा छ, तपाईको व्यापारमा हानि भइरहेको छ, कमाएको पैसा बचिरहेको छैन र शिक्षा दीक्षाका क्षेत्रमा समस्या छ, विदेशको भिजा लागेको छैन, विदेशमा सफलता मिलिरहेको छैन, केही न केही शरीरमा रोग बिमार एकदमै भइरहेको छ, ऐठन हुन्छ, जिरिङ्ग हुन्छ है। यत्तिकै कसैलाई परिवारलाई देख्यो कि तब पनि रिस उठ्छ, परिवारमा कसैसँग बोल्यो कि तब पनि रिस उठ्छ, पति पत्नी बीचमा कुरा मिल्दैन, प्रेम जीवनमा ब्रेकअप भएको रहेछ, हरेक समस्या है। अब व्यापारमा लगानी गर्यो, करोडौं रुपियाँ त्यो पनि डुबेर गयो भनेदेखि तपाईले जीवनमा ग्रह शान्ति होइन, पूजा पाठ होइन, तपाईले गर्नुपर्ने आफ्नो इष्टदेव, कुलदेव र पितृदेव, यी तीनटालाई खुसी राख्नुस्। जीवनमा कहिल्यै भोकै बस्न पर्दैन। कहीँ न कहीँबाट पितृले, कुलले र इष्टले तपाईलाई धनको बाटो चाहिँ जुराउँछन्। तपाईलाई रोडपतिबाट करोडपति बनाउँछन्, यो 100% हो, ग्यारेन्टीका साथ हो है। फेरि तपाईलाई त्यस्तो फेक कुरा पनि होइन। यदि भनिन्छ, तपाईका बुवा मम्मीहरूले पनि भनेको सुन्नुभयो होला शास्त्रमा, यदि कुल र पितृ रुष्ट छन् भने भगवानको मन्दिरमा गएर तपाईले दिन राति भगवानको मन्दिरमा पूजा गरे पनि, टाउको ठोके पनि पितृले हरण गर्छन्, कुलले हरण गर्छन् भनेर त पाका पुरानाबाट सुन्दै आउनु भएको होला। त्यसकारणले गर्दाखेरि यदि साँच्चै जीवनमा तपाईको हर क्षेत्रमा समस्या छ, कहिल्यै जीवनमा सुख पाउनु भएन, जीवनभरि रुँदै अहिलेसम्म यो जीवन बिताउनु भएको छ भनेदेखि यति ख्याल गर्नु होला, तपाईले आफ्नो कुल, इष्ट अनि पितृदेव, यी तीनटालाई खुसी राख्नु भयो भने जीवन लग्जरी अनि सुख शान्ति समृद्धि, परिवारमा शान्ति खुसीयाली चारै दिशाबाट, दसैँ दिशाबाट तपाईलाई फर्की आउँछ। यो सत्य कुरा हो र यति काम गर्नुस्, जीवनमा भोकै बस्न पर्दैन। कहीँ न कहीँबाट कसरी हुन्छ कि व्यापारमा वृद्धि हुन्छ, कि हजुरलाई लटरी लाग्छ, कसैले पैसा दिन्छ, सहयोग गर्छ, यो कुरा 100मा 100% हो। र अब इष्टदेव कसरी पत्ता लगाउने भन्दाखेरि तपाईको कुण्डली हेरेर पञ्चम स्थानको मालिक कुन हो र पञ्चम स्थानमा कुन राशि छ, यसरी सजिलै तपाईले चाहिँ आफ्नो इष्टदेव पत्ता लगाउन सक्नुहुन्छ। नभए मलाई यो कमेन्ट बक्समा तलपट्टि तपाईले आफ्नो कुण्डली तपाईले पठाइदिनु होला, नभए डेट अफ बर्थ पठाइदिनु होला। म तपाईको इष्टदेव भन्छु, पितृदेव हजुरको आफ्नै पितृदेव भइहाले, र कुलको पूजा विशेष गरेर कुललाई खुसी राख्नु पर्यो। अनि अब कतिलाई आफ्नो कुल थाहा नहुन सक्छन्, जुन तपाईले बढी मान्नुहुन्छ उसलाई कुल मानेर पूजा गर्नुस्, राम्रो हुन्छ। अनि अर्को कुरा, अब पितृको फोटो भित्र राखेर पूजा गर्न हुन्छ कि हुँदैन भन्ने कुराहरू धेरै हुन्छन्। घरभित्र पितृको फोटो कहिले पनि नराख्नु होला। र तपाईले यदि पितृलाई खुसी राख्न चाहनुहुन्छ भने दुखी गरिबहरूलाई भोजन गराउनुस्, वृद्धाश्रममा भोजन गराउनुस्,